विज्ञान विषयको एसईई परीक्षामा बहुविकल्पीय प्रश्नहरूको उत्तर दिने प्रक्रिया। एसईई वा अन्य परीक्षामा स्मार्ट उत्तर दिनुहोस्। बहुविकल्पीय प्रश्नहरू एमसीक्यूहरू विद्यार्थीहरूको वैज्ञानिक तथ्य, अवधारणा र सिद्धान्तहरूको वस्तुनिष्ठ र प्रभावकारी तरिकाले बुझाइ परीक्षण गर्न प्रयोग गरिन्छ। एमसीक्यूले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक र प्रवेश परीक्षाको लागि तयार पार्छ। एमसीक्यूले विद्यार्थीहरूलाई कुनै पनि परीक्षामा राम्रो अङ्क वा ग्रेड प्राप्त गर्न मद्दत गर्छ। एसईई र अन्य परीक्षाहरूमा एमसीक्यूका जवाफ दिने यहाँ केही सुझावहरू छन्। 1. प्रश्न राम्रोसँग बुझ्ने प्रयास गर्नुहोस्। 2 पटक, 3 पटक वा बुझ्नु भएन भने बढी पटक पढ्नुहोस्। 2. सबै विकल्पहरू नहेरी कुनै एक विकल्पमा नअडिनुहोस्, त्यसलाई नछान्नुहोस्। कहिलेकाहीँ एकभन्दा बढी विकल्पहरू सही देखिन्छन्। यस्तो अवस्थामा सबैभन्दा उपयुक्त छनौट गर्नुहोस्। 3. उत्तर पुस्तिकाको एक ठाउँमा सबै एमसीक्यूहरूको उत्तर दिनुहोस्। यदि तपाईलाई उत्तर थाहा छैन भने पछि लेख्नको लागि ठाउँ छोड्नुहोस्। तर एमसीक्यूहरूको उत्तर यताउता छरेर कहिल्यै नलेख्नुहोस्। 4. एमसीक्यूहरूको उत्तर दिँदा प्रश्न नम्बर र सही विकल्पका विकल्प नम्बर लेख्नुहोस्। उत्तर पुस्तिका जाँच गर्दा केही परीक्षकहरूले सही विकल्पका विकल्प नम्बर मात्र दिमागमा राख्छन्। यसले लेखिएका विकल्प स्पष्ट नभएको बेला भ्रम हटाउन पनि मद्दत गर्छ। 5. उत्तर दिँदा ओभरराइट नगर्नुहोस्। तपाईले गलत लेखाइ रद्द गर्नु राम्रो हुन्छ। र उत्तर फेरि छुट्टै लेख्नुहोस्। 6. प्रश्नले तपाईलाई विकल्पहरू मध्ये कुन होइन वा कुन सत्य होइन भनेर सोध्न सक्छ, त्यहाँ हेर्नुहोस्। प्राय यी प्रश्नहरूले झुक्क्याउँछन्। 7. ओभरराइटिङ र सच्याउनबाट बच्न सही उत्तर छनौट गर्न समय लिनुहोस्। र यदि नकारात्मक अङ्क प्रणाली वा गलत उत्तरहरूको लागि कुनै कटौती छैन भने परीक्षामा सबै एमसीक्यूहरूको उत्तर दिनुहोस्। यी त भए परीक्षामा एमसीक्यूहरूको उत्तर दिने केही उत्तम तरिकाहरू। यदि तपाईलाई थप थाहा छ भने कृपया सुझाव दिनुहोस्। धन्यवाद।